र वास्तवमा हामी राष्ट्रिय सङ्गीत कर्मी सङ्घ जुन बागमती प्रदेशका कार्य समितिका साथीहरू यहाँ हुनुहुन्छ, म एउटा कुरा के भन्न चाहन्छु भने हाम्रो उद्देश्य एउटै हुनुहुन्छ, एउटै हुनै पर्छ। के भन्दाखेरि सङ्गीतकर्मी चलचित्रकर्मीलाई कसरी एक बाध्यता रूपमा अगाडि बढाएर कुनै पनि उसको ब्याकग्राउन्ड के हो, कुन पार्टीसँग आबद्ध छ, नेभर कहिले पनि नगर्नु होला त्यो काम। यति मात्रको एउटै उद्देश्य राख्नुहोस्। राष्ट्रिय सङ्गीतकर्मीले एउटा चलचित्रकर्मी, सङ्गीतकर्मी, कलाकर्मी जो पनि हुनुहुन्छ पछाडि हेर्नुहोस्, उहाँहरूलाई परेको मर्का पीर मर्काहरू तपाईँले अवश्य अगाडि बढाउनुहोस् र गर्नुहोस्। हेर्ने मात्र होइन, केही गरेर छोड्नुहोस्। र मैले अहिले धेरै ठाउँमा उहाँले अहिले अधिवेशन गरेको मैले पाएँ, धेरै जिल्लाहरूमा। मैले फेसबुकमा हाम्रो दावाजीले जुन राख्नुभएको थियो सबैलाई शुभकामना दिएँ। र अब आज यहाँ पनि एउटा अधिवेशन हुँदैछ। मैले सुनेअनुसार एउटा नयाँ कार्य समितिको चयन हुँदैछ। म चाहन्थेँ अझ दावा फेन्जु तामाङ जस्तो मान्छेले पुनः फेरि यो कार्य समितिमा बस्नुपर्छ भन्ने मेरो चाहना हो। वास्तवमा उसको हाम्रो दावा फेन्जु भाइको मैले धेरै अगाडिदेखि अलिअलि मात्र अध्ययन गरेको थिएँ। चलचित्र कलाकार सङ्घको जुन एउटा निर्वाचन भयो, वास्तवमै चलचित्र कर्मीहरूको हकहितका लागि र समाजका लागि उहाँ मरिमेट्ने मान्छे रहेछ दावा तामाङ। फेरि एकचोटि अत्यन्त तपाईँहरू तालीले गडगडाट गरेर उहाँ जस्तो मान्छेलाई सम्मान व्यक्त गर्न चाहन्छु। र म अर्को एउटा मैले भन्नुपर्छ, ग्यासमा आसिन हाम्रा प्रमुख अतिथि रमेश महतज्यूको एउटा बारेमा म फेरि भन्न चाहन्छु। उहाँ मेरो परम मित्र, वर्षौँ अगाडिदेखिको हामी चलचित्र कलाकर्मीहरू रङ्गमञ्चदेखि लिएर सबै उहाँले माया गर्दै हिँडिरहनु भएको एउटा महान व्यक्तित्व हो उहाँ। र उहाँले अर्को एउटा म के भन्न चाहन्छु भने तपाईँहरू कतिलाई थाहा छ या थाहा छैन, यति प्रिय मान्छे हुन् रमेश महत कि वास्तवमा आफ्नो ठाउँमा म अहिले पदमा छु, भोलि पद हुन्छु, यो पदमा बस्छु या बस्दैन थाहा छैन, तर मैले एउटा चलचित्रकर्मी कलाकर्मीहरूको लागि केही गर्नुपर्छ भनेर तपाईँहरूलाई थाहा छ कि थाहा छैन, अहिले एउटा अध्ययन भइरहेको छ। उहाँले तपाईँहरूकै नुवाकोट जिल्लामा ठुलो एउटा सुटिङ स्पट बनाउँदै हुनुहुन्छ, सुटिङ स्टाइल स्थल बनाउँदै हुनुहुन्छ। त्यो अध्ययनको क्रममा हुनुहुन्छ उहाँहरू। तर